सेटिङ, युजर व्यवस्थापन। कोपोमिस प्रणालीमा सहकारी संस्थाले विभिन्न मेनु अनुसारको युजर व्यवस्थापन गर्नको लागि कर्मचारी युजर व्यवस्थापन मेनुभित्र रहेको युजर व्यवस्थापन मेनुमा क्लिक गर्नुपर्दछ। युजर व्यवस्थापन पूर्व कर्मचारी थप्नु पर्दछ। कर्मचारीको विवरण थप नगरेमा युजर थप गर्ने पेजमा कर्मचारीको सूची देखिन्न। युजर डिटेल रहेको पेज देखाउँदछ। युजर थप गर्नको लागि नयाँ थप्नुहोस् भन्ने बटनमा क्लिक गर्नुपर्दछ। नयाँ प्रयोगकर्ताको जानकारी फारम देख्न सकिन्छ। यहाँ युजर लिमिट कति रहेको छ सो समेत देखाउँछ। यहाँ सदस्य र इमेल प्रविष्ट गर्नुहोस्। त्यसपछि सुरक्षित गर्नुहोस् बटनमा क्लिक गरेर सुरक्षित गर्न सकिन्छ। युजर डिटेल रहेको पेजमा कार्यभित्र सच्याउनुहोस् भन्ने बटनमा क्लिक गरेपछि अनुमतिहरू रहेको पेज खुल्दछ। त्यसपछि विवरण सच्याउन सकिन्छ। यहाँ चेकबक्समा क्लिक गरेर युजरलाई विभिन्न फाँटहरूको अनुमति दिन सकिन्छ र यसलाई पनि सुरक्षित गर्नुहोस् बटनमा क्लिक गरेर सुरक्षित गर्न सकिन्छ। सूचना परिपत्र। कोपोमिस प्रणालीमा नियमनकारी निकायले पठाएको पत्रहरू, प्रकाशन गरेका सूचनाहरू, परिपत्रहरू हेर्न सकिन्छ। नियमनकारी निकायबाट प्रकाशन भएका सूचनाहरू हेर्नको लागि सूचना परिपत्रमा गई सूचनाको सूची मेनुमा क्लिक गर्नुपर्दछ। सूचना प्रकाशनको पेज देख्न सकिन्छ। यहाँ सूचनाको मिति कहिलेदेखि कहिलेसम्मको हेर्न खोजेको हो, उक्त मिति र सूचनाको प्रकार राखेर खोज्नुहोस् बटनमा क्लिक गर्नुपर्दछ। त्यसपछि सूचना विवरणको नाम देख्न सकिन्छ। कार्यभित्र रहेको संक्षिप्त विवरणमा क्लिक गरेपछि सूचनाको सम्पूर्ण विवरण हेर्न सकिन्छ। विवरणलाई डाउनलोड तथा प्रिन्ट पनि गर्न सकिन्छ।